ल है हजुरहरू, यो टिप्परले चाहिँ सुनाचुरीमा मान्छे हानेर भागेर आएको अरे। कुन चाहिँ टिप्पर हो भनेर पत्ता लगाउन नसकेर यहाँ सबै टिप्परहरू चाहिँ यहाँ यसरी रोकेको छ पुलिसले। टिप्परले चाहिँ मान्छे हानेर भागेको हो भन्ने खबर पाएपछि यहाँ यो ललितपुर 7 बाटोमा चाहिँ यसरी टिप्परहरूलाई रोकेर अनुसन्धानको लागि, छानबिनको लागि चाहिँ यसरी टिप्परहरू रोकेका छन्। टिप्परको ड्राइभरहरू उहाँ जम्मा भइरहेछन् ग्रुपै। कसले हानेको भन्ने कुरा चाहिँ अब यहाँ छानबिन भएपछि मात्रै पत्ता लाग्छ। मान्छे हानेर चाहिँ, मान्छे मारेर चाहिँ त्यो यहाँ आएको छ अरे। त्यो टिप्परले कुन चाहिँ टिप्पर हो भनेर पत्ता लाग्नु पऱ्यो है। यो चाहिँ ललितपुर 7 बाटोको चापागाउँमा जाने बाटो हो। यो परैसम्म छ टिप्पर, पर परसम्म छ। झन्डै छ टिप्पर 200-400 जने जति छ।